के छ भन्छ खबर? अब आज के नसिँदै कहाँ हिँडेको नि तपाईँ? फुटसल खेल्नु? अनि खेल्नुमा फुट्छ? खेल्यो। कस्तो भयो त आज? अनि कस्तो रमाइलो भयो फुटसलमा? एकदम के भयो त अनि? हाम्रो नेपाली दाजुभाइहरू भेटेको थियो होइन, खुसी लाग्यो। खेलियो। अब भोलि पनि आउने हो र हामी फेरि? मामाको के भयो भनिदिनु त? खुट्टा फ्र्याक्चर। मामा त ब्याङ्ग्रे भयो नि त है? के गर्नु, ब्याङ्ग्रे छ मामा। अब मामा खेल्नु सक्दैन होइन, यस्तै हो, के गर्नु। यस्तै छ होइन। आज बल्ल बल्ल धेरै पछि अलिक छुट्टी मिलाएर टक्क बल खेल्नु आएको। खुट्टा बिग्रियो रमाइलो लागेको छ होइन। तर जे रमाइलो भएको छ। ब्याक साइड अब भनौँ न, ब्याक साइड यस्तै छ। अब हेर्नुहोस्, हामी चाहिँ पार्कमा छौँ कि अहिले। अब होइन, पार्कमा चाहिँ चिसो खाँदै लख घुमिन्छौँ है। के गर्नु, यस्तै छ अर्काको देश। अब हल्ला गर्नु भएन धेरै होइन। अब यहाँको चाहिँ अब नियम कानुनमा चल्नुपर्ने हुन्छ, डुल्नुपर्ने हुन्छ। के गर्नु, गाह्रो छ। आफ्नो चाहिँ अब साथीभाइहरू चाहिँ पर अहिले क्रिकेट खेल्दैछ, बल खेलेर भर्खरै उतापट्टि चाहिँ भलिबल फुटबल खेलेर आउँछ उतापट्टि छ होइन। यतापट्टि छ अनि भलिबल खेल्दैछ है। फेरि भलिबल भने के, यतापट्टि चाहिँ क्रिकेट खेल्दैछ साथीभाइहरू। म चाहिँ अब क्रिकेट भन्ने कुरा केही थाहा नै छैन फेरि होइन। क्रिकेट अब जिन्दगी जन्म जुग्न खेलेको क्रिकेट खेलौँ भनेर एकछिन खेलेको, पहिलो सटमै उडाइदियो। अनि के गर्नु, अब आएर पार्कमा मामा भन्छ चाहिँ घाम ताप्दैछौँ है। बिहानैको घाममा अब भिटामिन पाउँछ भन्छन्। भिटामिन कुन पाउँछ अरे भन्छ? भिटामिन डी। त्यही अब भिटामिन डी खाँदैछौँ है। यस्तै छ है गाइज। के गर्नु, अब यस्तै छ। 2 दिनको जिन्दगीमा मरिलाने के छ र होइन है। ल मामा भान्जाका फेरि अब एक राउन्ड हाल्ने सल्लाह भयो होइन। अनि हामी चाहिँ फेरि अब एक राउन्ड हालौँ भनेर चाहिँ हिँडेको। अब पनि काट्ने बेला के गर्नु, यस्तै छ जिन्दगीमा मरिहाल्ने के छ र। 2 दिनको जिन्दगीमा रमाइलो गर्नुपर्छ, बस्नुपर्छ, खेल्नुपर्छ, खानुपर्छ, डुल्नुपर्छ। यस्तै अब के गर्नु, परदेश भनेर अब चाहिँ काममा जाने आउने, रुममै बस्ने खालको परिणाम क्या हामी चाहिँ फेरि। जहाँ गयो पनि अड्डा बनाउने, घुम्ने, डुल्ने साथीभाइ यस्तै त होइन। यति नगरेखेरि चित्त बुझ्दैन, भात खाएको पनि पचिँदैन होइन। अन्त यो तर जे होस्, यहाँनिर आएपछि नेपालीहरू धेरै भेटियो, साथीभाइहरू चिनियो, रमाइलो भयो भनौँ न। पहिलोचोटि आउँदा चाहिँ अलिक एक्लो फिल भएको थियो है। पुरा अनौठो लागिरहेको थियो। अर्काको देश भान्जा यति नमिठो लाग्छ है फर्स्ट टाइम। फेरि अहिले त अब घर फर्किनु पो मन लाग्नु छोडिरहेको छ हौ मलाई त। यति बसु लाग्न थालिरहेको छ अब होइन। के गर्नु, अब बानी पर्दै गयो यहाँको वातावरण यहाँको समाजसँग चाहिँ मिलमिल हुँदै गयो होइन। सबै कुरा थाहा हुँदै गयो। जोस् रमाइलै लाग्छ अहिलेको हालतमा चाहिँ। यता होइन यस्तो अब भ्यू देखाइदिनु एकचोटि होइन, पार्कको भ्यू हो है। यस्तै छ। अब एक राउन्ड हानेर चाहिँ अब फर्किनुपर्ने छ। भरे फेरि ड्युटी जानुपर्छ, सुत्नु पनि पर्छ। के गर्नु, कति घन्टा सुत्ने यार? आज त अब धेरै सुत्नु पनि पाइँदैन होला। खुसी रहर भन्दा ठुलो केही होइन होइन। एक दिन नसुत्दा के नै हुन्छ र भन्ने हिसाबले चाहिँ आज चाहिँ फुल टाइम दिउँ। होस्, केही पाउनलाई केही गुमाउनै पर्छ भन्छ होइन। सायद त्यही होला होइन भान्जा? के भन्नुहुन्छ हौ तपाईँ पनि? यसो बोल्नु होइन, 2 शब्द राख्नु। यो चाहिँ अब के भन्नु र, अब यस्तै हो बोल्नु। यस्तै छ जिन्दगीमा, मरिजाने के छ र। एक दिन मर्नै पर्छ होइन। अजम्बरी कसैले पाएको हुँदैन भन्छ होइन। तर म चाहिँ घरि लाग्छ, मैले चाहिँ अजम्बरी बुटी पाएको छु कि जस्तो लाग्छ। अजम्बरीको बुट्टी हुन्छ भन्थ्यो अस्ति। अब म त मस जस्तो लाग्दैन, बुढो हुनु जस्तो लाग्दैन। जति हेर्छु त्यो भर्को देख्छ आफूले।
अरूले चाहिँ कस्तो देख्दा थाहा छैन होइन अब आफूले त आफूलाई एकदम यस्तै छ ल सब पार्कको हामी घुम्न आएको परेवा चाहिँ पुरै अब भुइँभरि परेवा छ पानी पनि उडी पनि हाल्यो त उडा 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 यस्तो के गर्नु जिन्दगीमा अब ल अब आजको भ्लग चाहिँ म यहीँनिर इन्ड गर्न गइरहेको छु अब फेरि हामी मिल्नेछौँ अर्को भ्लगमा अनि अर्कोचोटि होइन अब फेरि कहिले गइन्छ त्यतिखेर फेरि हामी भेट्नेछौँ मिल्नेछौँ है ल अहिलेलाई चाहिँ सुइराख्नु जय नेपाल जय देश जय माटो